एकजना भैया चाहिँ लडेको थियो यार, कता गयो खै थाहै भएन। ओ थाहै भएन। कसैले चिप्ले थियो? कसरी चिप्ले भाइ? अघि मैले देखिरहेको थिएँ कि कसरी चिप्लेको? आफै लडेको हो कि कसैले के गरेको? गाडीले छ अर्को गाडीले? ए होइन, म ऊ त्यहाँ थिएँ कि देखेको थिएँ कि भाइलाई लडेको, त्यही भएर सोधेँ कि के भएर छ भने। ए माइक्रोले? ए भाइले पनि रेड लाइट क्रस गरेको हो? ए लाइट त हेर्नु पऱ्यो नि त सबै कुराहरू त, अनि हतार गर्नु भएन। यस्तो छ क्या, ऊ भाइ चाहिँ अघि खस्या थियो होइन, त्यहाँ लाइक हुन्छ नि त रेड लाइट नहेरेरै हिँडिरहेको थियो क्या। अनि हामी यति हतार गर्छौँ होइन, किनभने हामीले लाइटहरू हेरेर रेड लाइटहरू कहाँ बलेको छ, ग्रिन कति बेला बल्दैछ, एकदम हतार गर्नु चाहिँ हुँदैन क्या होइन। त्यही भएर चाहिँ भाइ खस्या चाहिँ थियो अघि, त्यही भएर चाहिँ अब गाह्रो हुन्छ साथीहरू। ट्राफिक नियमको पालना गरौँ, सबैजनाले हतार नगरौँ होइन। हिँड्दाखेरि हतार गर्नु चाहिँ हुँदैन। भोलि बिहान सानो गल्तीले गर्दाखेरि चाहिँ ठुलो समस्याहरू आइदिन सक्छ क्या। त्यही भएर चाहिँ कहिल्यै पनि हतार चाहिँ गर्नु हुँदैन है। टक्क लाएर लाइटहरू हेर्ने, हतार नगर्ने, स्पिडहरू नहान्ने। ओके, ग्रिन लाइट बल्यो अनि यसरी हेरेर हिँड्ने हो क्या। अब भाइ चाहिँ अघि हतार गरेछ अनि रेड लाइटमै हिँड्दैछ अनि गाह्रो भयो क्या।